हामी छोरी मान्छेहरूलाई चाहिँ सुन जति मनपर्छ नि हाम्रो किचन कोठा पनि त्यति नै मनपर्छ के। अब अहिले सुनको दाम त बढेको बढेछ, त्यसै गरेर मैले चाहिँ सुन जस्तै देखिने यो वालपेपर किनेर ल्याएको छु। अनि आज चाहिँ मैले यो वालपेपरलाई चाहिँ मेरो किचन कोठामा टाल्न लागिरहेको छु। यो वालपेपर टाँस्नु चाहिँ त्यति धेरै गाह्रो पनि छैन, यसभित्रै नै गम हुन्छ अनि त्यो एउटा सानो पेपर हुन्छ, त्यो पेपरलाई चाहिँ हटाउनु पर्ने हुन्छ। अनि मैले चाहिँ सुरुमा त्यो त्यहाँ नापेँ अनि नापे अनुसार चाहिँ मैले त्यहाँ कट गरेँ, त्यस पछाडि चाहिँ मजाले टालेँ। अनि मलाई चाहिँ हरेक कुराहरू एकदम पर्फेक्ट भएको मनपर्छ, त्यसैले म चाहिँ एकदमै मिलाएर त्यहाँ टाँसिरहेको छु। अनि मसँग चाहिँ धेरै पेपर थिएन नि त, त्यसैले मैले जति पुग्छ त्यति लगाएँ। अनि त्यो माथि सेतो सेतो देखिएको भागमा चाहिँ लाउन पाइनँ। अब नेक्स्ट टाइम म फेरि विराट चोक गएँ भने चाहिँ किनेर ल्याउने छु अनि त्यहाँ पनि टाँस्ने छु। मलाई चाहिँ यो वालपेपर किनेर ल्याउँदाखेरि चाहिँ ला टाँसिन्छ कि टाँसिँदैन कस्तो हुन्छ जस्तो लागेको थियो, तर एकदम मजाले टाँसिएको छ। अनि हामी चाहिँ जतिखेर पनि किचनमा काम गरिरहेको हुन्छौँ नि त, अनि जति नै सफा गरे पनि यो तेलको दाग चाहिँ जाँदै जाँदैन कि। अनि अस्ति म विराट चोक गएको बेलामा चाहिँ यो के हो भनेर सोद्धाखेरि किचनमा टाँस्ने वालपेपर भन्नुभएको थियो, त्यसैले मैले चाहिँ यो किनेर ल्याएको। यदि राम्रो भयो भने चाहिँ हजुरको लागि भिडियो बनाउँछु भनेर चाहिँ आज भिडियो बनाउँदैछु। एकदम मजाले काम गरेको छ, किचन कोठा राम्रो पनि देखिन्छ र पुस्न पनि एकदमै धेरै सजिलो हुने रहेछ के। हेर्न सक्नुहुन्छ हजुरले कति राम्रो देखिरहेछ।